हेलो एभ्रिवान, साथीहरु गुड मर्निङ। सम्पूर्णमा सबैजनालाई शुभ बिहानीको सुप्रभात। के गर्नुहुँदैछ साथीहरु है? उठ्नु भयो कि भएन? म चाहिँ भने बिहानै उठेको है, अन्त टिफिन सिफिन प्याक गर्नु लागेको। यो प्रणवीको टिफिन, सन्जु चाहिँ गइसक्यो टिफिन लिएर है। मलाई चाहिँ आज टिफिनमा चाहिँ चाना पकाइदिनु भनेर चाना पकाइदिएको छु। सन्जुले चाहिँ फेरि राइता, घियाको राइता, अन्त अचार, लसुन र खोर्सानीको अचार, रोटी, मिठाईहरू लिएर गएको छ। फ्रुटमा उसले पनि एप्पल ल्याएछ। प्रणवीकोमा आज फ्रुटमा एप्पलै छ। प्रणवी कतिवटा पिस हालिदिनु? प्रणवी एप्पल कतिवटा पिस हालिदिनु? 4 हुन्छ। अन्त साथीहरु गरम कतिको छ हेर्न सक्नुहुन्छ? पसिना हेर्नु त। आम्मामा किचनमा चाहिँ काम गर्न सक्दैन, यस्तो डेन्जर गरम छ। यहाँ चाहिँ उसको मैले फ्रुट प्याक गरिदिएको छु। अब चाहिँ उसको टाइम छ रोटी प्याक गर्ने। रोटी हालिदिनु पर्ने छ। रोटी तयार छ, खालि घिउ लाउनु बाँकी छ। दुईटा रोटी बनाएर राखिदिएको छु। भर्खर बनाएको तातो तातै छ। अलिक ठन्डा हुनु पर्थ्यो रोटी। यस्तो डेन्जर गरम छ साथीहरु। तपाईहरुको त्यतातिर कस्तो छ वेदर? हाम्रो यहाँ त बिहान बिहान यस्तो डेन्जर गरम छ। आज चाहिँ घाम मजाले चड्किने भयो। घिउ हाल्दियो उसको। रोटी तयार। सब्जी चाहिँ चानाको सब्जी लान्छु भन्दै थियो हो। राति चाना भिजाइदिएको थिएँ। भिजाएर चाहिँ उयो गरिओरि सिटी लगाइओरि चाहिँ 2-3 सिटी लगाएर चाहिँ सुक्खा बनाइदिनु भन्दै थिएँ कि यसरी बनाइदिनु भनेर यसरी बनाइदिएको छु। छोरीले लाने अरे चानाको सब्जी, राइता नलाने अरे। घियाको राइता पनि बनाएँ उठेर हो। नलाने अरे घियाको राइता। चानाको सब्जी लाने अरे। उसको अस्ति एकजना साथीले मन परायो अरे चानाको सब्जी, अन्त त्यही भएर चानाको सब्जी बनाइदिनु अरे। कति हालिदिनु चानाको सब्जी? अलिक बेसी हाल्नु भनेको होइन? पन्नु अलिक बेसी हाल्नु भनेको होइन चानाको सब्जी? यति हुन्छ। यति हालिदिएको छु। उसलाई चाहिँ चानाको सब्जी। पेठाको मिठा लाने? लिएर आऊ, फ्रिजमा छ। फिन्नी पनि छ त। फिन्नी लाने भए फिन्नी लैजाऊ। त्यसो पेठाको मिठाई ल्याऊ। डब्बामा छ, येलो र व्हाइट डब्बामा। मिठाई लैजाऊ भनेको नि। कोही बेला अब रोटीहरू खाएर क्या मिठा लग्यो भने चाहिँ हजम हुन्छ नि त। छिटो ल्याऊ, छिटो ल्याऊ, डब्बा ल्याऊ। मिठा खानु चाहिँ हजम हुन्छ नि त। यो चाहिँ पेठाको मिठाई साथीहरु। मलाई 1 पिस हालिदियो भने चाहिँ रोटी खाएर खान्छ है, हजम हुन्छ साथीहरु। टिफिन प्याक भइसक्यो मेरो नानीको। एउटा चम्ची हालिदिनु पर्ने हुन्छ होला फेरि आज। चाय पिउँदै टिफिन प्याक गर्दै थिएँ साथीहरु है। चाय पिउनु, चाय पनि ठन्डा भइसक्यो। पसिना जस्तो निक्लिन्छ, गरम, काम सक्दैन हो। एकजना गयो, सन्जु गएपछि फेरि प्रणवीको हप्ता हुन्छ हो। त्यही हो साथीहरु। सबैजनालाई वन्स अगेन अ भेरी गुड मर्निङ। सबैजनाको दिन राम्रो जाओस्, शुभ जाओस्, मङ्गल जाओस् है। अब टिफिन प्याक भइसकिसक्यो। प्रणवी रेडी भइसकिसक्यो है। उसको कपालहरू बाँधिदिनु पर्ने हुन्छ। अहिलेको लागि चाहिँ बाई। भरे फेरि भेट्छ अर्को ब्लगमा।